हेलो गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई अनदर भिडियो। अनि आज चाहिँ हामी कहाँ जाँदैछ त्यो तपाईँहरूलाई यादै छ, मैले हिजो भिडियोमै भनेको थिएँ है। आज पनि हामी चाहिँ अलिकति ढिलो भयो, हिलटपदेखि चाहिँ सामान चाहिँ उता ओसार्नु पर्ने। अघि बिहानै फोन गरेर छिटो आइज भन्दै थियो, के गर्दा ढिलो भयो। अहिले चाहिँ फेरि फोन गरेको हिलटपमा सामान छैन अरे, प्रायः जस्तो ओसारिसक्यो अरे, बा पनि एकताल हेरेर आउनु भन्दै थियो हो। अन्त त्यही हो, आज वेदर पनि एकदमै राम्रो भइरहेछ, त्यस्तो जलाग्दो घाम पनि छैन, पानी पनि परेको छैन, धुम्मिएको पनि छैन, ठिकैको। अन्त अहिले यहाँ हालैमा मेरो साथमा हुनुहुन्छ दुईजना हो, अरूहरू चाहिँ आउँदैछ पछाडि। हिजोको साथीहरू चाहिँ पछाडि नै आउँदैछ, आज छोडी पठाएँ हो। अन्त हामी चाहिँ यहाँ जाँदैछ तिनजना। अब हिलटपमा हेरौँ सामान के रहेछ। सो भिडियोलाई हेर्दै गर्नुहोस् होला। सामान चाहिँ सबै लोग्यो होला भनेको त लोगेको छैन रहेछ, यहाँ यति र यति चाहिँ रहेको रहेछ। अब हामीले लानुपर्ने, हामी चाहिँ यस्तो सामान बोकेर जाँदैछ। हामी त सामान छैन होला भनेर खुसी भएको त तर रहेछ। आगो चाहिँ अहिले एक जग्गा मात्रै पुगिरहेछ, मान्छेहरू आएकै छैन हो। पर पूजा गर्ने ठाउँमा चाहिँ होला। गुरुआमाहरू पर जानुभयो, पूजा सुजा छिमे सबै पर पालो गर्नु यहाँ हाम्रो आउँछ नि। हाम्रो चुचुमिङमाले बनाउनु भएको यो हात धुने हामी कहाँ ढिलो भयो भने कहाँ पुगिरहेको छ। हाम्रो चाहिँ हल्का पूजाहरू पनि भयो हो। हामी चाहिँ पर किचनतर्फ लागेको। अब चाहिँ हामीले काट्ने चाहिँ हरियो पानी चिसो हट वाटर बिहान अहिले ब्रेकफास्टको लागि आलुदम बनिँदैछ। सानो भाँडामा ब्रेकफास्टको लागि यहाँ के भन्छ यसलाई, फाले आटाको है, आटाको फाले। आज फालेको जिन्दा चाहिँ यता हो, आज फालेको जिन्दा चाहिँ यता हो। फालेको जिन्दा यहाँ चाहिँ खाना खाने टेबल बनाउँदैछ, डाइनिङ टेबल। मात्रै नदेखाइ यहाँ, यो यस्तो देखाइ।
चाहिँ किचनमा बसेको थियो किचनमा चाहिँ बेसी मान्छे भएर चाहिँ हामी 4 जनालाई चाहिँ फेरि यता पठायो त्यहाँ चाहिँ मान्छेहरू आउनेलाई चियाहरू दिनुपर्ने हामीलाई 4 जनालाई चाहिँ त्यता पठायो किचनमा चाहिँ मान्छे पुरा छ नि त गज्याङ अन्त बिरालो बेसी भयो भने चाहिँ मुसा मार्दैन भनेर हामीलाई चाहिँ यता पठाएको छ हाम्रो चाहिँ यता यस्तो लिफाहरू पनि चलाउनु छ हो एकदम रेजिस्टरमा दर्ता यहाँ उतापट्टि जान एकदम सबैजना बिजी छ पकाउनुमा हो परकै बिजी यताकै बिजी नानाले गर्दा मात्रै दामी भएकोलाई लाउ के हो पर्दैन सब्जीहरु त जुङ्दैछ त के त सब्जी जुङ्दैछ कतिखेर हो ले भन्दैछ अनि पनि कैसा रहा आज का खाना कैसा रहा? बहुत अच्छा।
दामी 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 A1 अब चाहिँ अलमोस्ट सबै सक्न आँट्यो यहाँ पूजा चाहिँ भइरहेछ तर अहिले यहाँ छो प्याकिङ हुँदैछ लु टिलिके टिलिके कामची थिएन खाइदे मैले लबी यतिखेर लटपटी सकेला भित्र ढुन्दै सरेर लु पकाउने जग्गामा चाहिँ नपुग्नु है अस्सीको अस्सीको छ यतिको चाहिँ हुनु पर्यो नि तपाईँहरू अर्को पालि यही टाइममा आइदिनुहोस् आज चाहिँ अब वर्षा दिनको पूजा पनि सक्यो हो अन्त पूजा सकेपछि चाहिँ सबै यसरी सबैजनाले मिलेर सबै सफाहरू गरिराख्छ हो अन्त अब योहरू चाहिँ 3 दिन कति दिन राखेर चाहिँ बादमा फेरि लामाहरूले उठाउनु आउँछ होला उठाउनु आउँछ यसरी सबै सनकसिनिक भइहाल्छ हो सबैजनाले यसरी सबै सफा गरिदिइहाल्छ अब आजको पूजा सक्यो वर्षा दिनको अब नेक्स्ट इयर अब बिबिसमा तपाईँहरू आउनुभयो भने पनि आउँदा हुन्छ है पूजा गर्नु चिमीहरू बलिरहेछ त्यो सबै त्यहीँ उयो गरेको छ्या यो चाहिँ लास्ट एन्डिङ परको महिला पनि सबै यतै डराउँछ पर चाहिँ डराउँदैन हो अब यहाँ हल्का मिटिङ हुँदैछ के हो कसो यहाँ हेर्नुहोस् हाम्रो चाहिँ यहाँ लास्टमा मिटिङ हुन्छ हिसाब किताबहरू सबै देखाउँछ हो सक्यो आजको पूजा चाहिँ हिसाब हुँदैछ हो पहिलादेखि लिएको सबै हिसाब गरेर 1 लाख जस्तो रहेछ त्यही पैसा चाहिँ अब नेक्स्ट इयर पनि त्यही रोटेसन हुन्छ हाम्रो चाहिँ आजको प्रोग्राम पनि सक्यो हो हिसाब किताब पनि एकदम क्लियरै भयो अन्त फर्किँदा चाहिँ सबैले यसो अलिअलि सामान बोक्छ हो सबै उठिहाल्छ आजको पूजा चाहिँ राम्रै भयो हैन अन्त सबैलाई कल्याण होस् अब नेक्स्ट टाइम तपाईहरुलाई फेरि